हामीले आज चाहिँ स्मल हाइट बिटल ट्र्यापको चाहिँ प्रयोग गर्न गइरहेको छौँ। विशेष गरी मौरीमा देखिएको चाहिँ स्मल हाइट बिटललाई नियन्त्रण गर्नको लागि चाहिँ यो ट्र्याप महत्त्वपूर्ण रहेको छ र यसलाई प्रयोग गर्ने विधि हामीले यहाँ देखाउन गइरहेका छौँ। र हामीसँग भएको स्मल हाइट बिटल ट्र्यापमा सूर्यमुखी को तेल हामीले राखेका छौँ र यसरी तेल राखिसके पछाडि तपाईहरुले यहाँ चित्रमा देख्न सक्नुहुन्छ तल गएर तेलहरू छेकिरहेको छन् र यसमा केही गन्ध आउने चिज विशेष गरी एप्पल साइडर अथवा पोलेनहरू जुन चाहिँ स्मल हाइट बिटललाई मनपर्छ त्यो पनि हामीले राख्न सक्छौँ र यसरी तयार गरिएको ट्र्यापलाई हामीले मौरीको घारको दुईटा फ्रेमको बिचमा पर्ने गरेर हामीले चाहिँ राख्छौँ र यसरी राखिसके पछाडि स्मल हाइट ट्र्याप बिटलको चाहिँ वयस्क मौरीहरू छिर्छन्, यो पालाबाट छिर्छन् र ट्र्यापमा पर्छन् र त्यहाँ मर्छन् र मरिसके पछाडि हामीले यसलाई बाहिर ल्याएर व्यवस्थापन गर्न सक्छौँ। हस्, धन्यवाद।